ल हामी चाहिँ लिपे डाँडा आएर 1.5 घन्टा बस्यो। 1.5 घन्टा पछि फेरि टक्क घाम लागेको छ मस्तसँग। भ्यू चाहिँ बवाल। हिमाल पनि देखिन थालेको छ यतातिर। हिमाल यो सबै हिमाल हो यतातिर सबै। ओ त यहाँबाट धेरै हिमालहरू देखिन्छ तर अहिले चाहिँ बादलले पुरै ड्यामडुम बनाइदिए। ल गाइस यस्तै छ है लिपे डाँडा। आम्मा यस्तो रमाइलो ठाउँ है। हामीले छुटाइरहेको रहेछौँ कि आउनलाई। यस्तो ठाउँ त छोड्ने कुरै भएन। के भयो तिमीहरूलाई? आम्मा केटाहरू पुरा फोटो खिच्नको लागि तयारी अवस्थामा छन्। ल अहिले त यता तलतिर मौसमहरू पनि देखिन थाल्यो। क्लियर हुँदै गयो अब बिस्तारी बिस्तारी। यतापट्टि मात्रै बादल छ। आम्मा भिरै यार। ओ ल यताबाट त बवाल देखिन थाल्यो। हाम्रो गाउँतिरको डाँडोहरू नि सबै देखिँदो रहेछ तर यहाँबाट चाहिँ अलि देखिँदैन। झन्डा हरहर बल्ल रमाइलो भयो कि है। बल्ल अहिले टक्क घाम पनि लगाइदियो नि त क्लियरसँग। अब बिस्तारी बिस्तारी झन् क्लियर हुँदै जान्छ कि यतातिर सबै हिमालहरू देखिन्छ। हिजो त्यत्रो दुःखले हिँडेको पानीमा हिँडेको अहिले त सब हरायो है केटा। के भयो थियो खुट्टा? मेरो त्यस्तो म त रातभरि सुतेकै थिइनँ नि। ल बवाल भयो।